उफ गाइज आज यति धेरै मध्यरातिमा यति धेरै ठुलो चाहिँ घटना घट्यो म माथि हैन। यति राति म भिडियो बनाउनु कारण पनि थिएन हैन। यति धेरै ठुलो घटना घटेको छ म माथि हैन। सोच्नु पनि नसक्ने खालको घटना घटेको छ। कहिले जिन्दगीमा नसोचेको घटना घटेको छ हैन। म यति धेरै पिरमा छु गाइज, यति धेरै पिरमा छु हैन। म यो बोल्न सक्ने अवस्था पनि छैन। प्लिज हजुरहरूले सबैजना सेयर गरिदिनु होला ताकि यो मलाई जस्तो चाहिँ अरू साथीहरूलाई पछि गएर कसैलाई पनि नहोस् हैन। ताकि पछि गएर यो भिडियो चाहिँ कसैलाई पनि यो खालको चाहिँ कसैलाई पनि नपरोस्। प्लिज म हात जोड्न चाहन्छु हजुरहरूलाई सेयर गरिदिनु सबैजनालाई, मेरो सबैजना नेपाली दाजुभाइहरूलाई यस्तो खालको आपद चाहिँ कसैलाई पनि नपरोस्। यति खालको डेन्जर घटना चाहिँ कसैलाई नघटोस् हैन। हजुरहरूको एउटा सेयरले चाहिँ सबै सामु पुग्छ भने प्लिज धेरै ठुलो सहयोग हुन्छ। धेरै उयोबाट बच्न मान्छेको ज्यान जानबाट नि बच्न सकिन्छ हैन। यस्तो भयो भने मान्छेहरु ज्यान जान नि सकिन्छ हैन। किनभने म चाहिँ मुटु बलियो बनाएर मैले त्यस्तो गल्ती नगरेको हुनाले मुटु बलियो गरेर चाहिँ हजुरहरुसँग भिडियो बनाउँदै छु। त्यही पनि बोल्न चाहिँ अलिकति मलाई बोल्न पनि अलिकति भइराछ अहिले त्यस्तो डेन्जर घटना परेको भएर हैन। किनभने चाहिँ आज मलाई चाहिँ आज बिहान एउटा चाहिँ साथीहरुले भनौं न 3-4 जना साथीहरुले चाहिँ फ्रेन्ड रिक्वेस्ट पठाउनु भएको रहेछ। मैले एक्सेप्ट गरे हैन। मैले त्यो त्यस्तो छ भने त पहिलेदेखि त्यो मान्छे त्यो एउटा केटी त्यस्तो छ भने त म त्यसलाई डिलिट गर्दिन्थे, म एक्सेप्टै गर्थेन हैन। मैले एक्सेप्ट गरेँ, मलाई थाहा भएन त्यो इन्डियाको रहेछ त्यो केटी। इन्डियाको भन्छ हुन त त्यो कहाँनिर छ, अथवा नेपालमै छ अथवा इन्डियामै छ त्यो त थाहा भएन हैन। र मलाई चाहिँ अनि एक्सेप्ट गर्ने बित्तिकै त्यसले चाहिँ भिजिट गरेछ मेरो चाहिँ फेसबुक सबैमा भिजिट गरेछ। फेसबुक सबैमा भिजिट गरेर मेरो फोटो स्टोरीहरु सबै त्यसले लाइक कमेन्ट गरेछ र अनि चाहिँ मलाई बिहान एसएमएस पठायो गुड मर्निङ भनेर। अनि मैले चाहिँ मर्निङ भने त्यति मात्रै भने। अनि त्यहाँबाट चाहिँ त्यति मात्रै भने र अहिले ड्युटी गर्दै गर्दाखेरि यहाँ बसेर ड्युटी गर्दै गर्दाखेरि अहिले ठ्याक्कै 3 बजे रातिको 3 बजे चाहिँ त्यसले अहिले चाहिँ 3 बज्यो यो भन्दा 4-5 मिनेट अगाडि त्यसले मलाई चाहिँ कल गर्यो, भिडियो कल गर्यो हैन। एसएमएस पठायो त्यसले 4-5 वटा एसएमएस पठायो। मैले रिप्लाई गरिन। रिप्लाई नगरेपछि त्यसले कल गर्यो, डाइरेक्ट कल गर्यो मलाई 5 चोटि जति लगभग कल गरेपछि मैले रिसिभै गरेँ, कल पनि उठाएन। र कल नउठाएपछि त्यो चुपचाप 2 मिनेट जति होल्डमा बस्यो, त्यो केही पनि नगरी। अनि त्यसपछि मैले चाहिँ फेरि एकचोटि फेरि पछिबाट कल गर्यो, मैले रिसिभ गरेन। अनि त्यसले चाहिँ मैले एसएमएस पठाएँ म ड्युटीमा छु, म कल गर्नु मिल्दैन भनेर मैले त्यसरी पठाइदिइसके पछाडि अनि फेरि त्यहाँबाट त्यसो भनेपछि फेरि पछाडि 2-3 चोटि फेरि कल गर्यो त्यसले सरासर 3 चोटि 4 चोटि कल गर्यो। अनि त्यसो गरेपछि लगभग धेरै चोटि कल गरेपछि मैले रिसिभ गरेँ। रिसिभ गरेर मैले भने त्यसले चाहिँ एकासी के भन्यो भने म पनि भ्लगर हो, मलाई चाहिँ अब यसरी साथ सहयोग दिनुपर्छ, हजुरले सपोर्ट गर्नुपर्छ है मलाई भनेर भने। मैले हुन्छ, हामी पनि फेसबुक क्रिएटर हो, फेसबुकमा काम गर्दै आएको छु, हामी सबै मिलेर अगाडि बढ्नुपर्छ मैले यति भने। यति भन्ने बित्तिकै त्यसले के गर्यो भने एकदम डरलाग्दो के गर्यो भने गाइस हैन, त्यसले चाहिँ माथिको कपडा खोल्यो के, माथिको कपडा खोल्यो। त्यति खोल्ने बित्तिकै मैले फोन काट्दिहालेँ क्या, फोन काट्दिहाल्यो हैन, कल काट्दिहाल्यो। अनि कल काटे पछाडि चाहिँ अनि के अरे कल काटे पछाडि म ट्वाँ परेर त्यसले के गरेको भने म एकदम सोच्नै नसक्ने, दिमागले काम नै नगरी चाहिँ अनि सोच्नै नसक्ने भएर म छक्क परेर सोचिरहेँ किन यस्तो गरियो, को मान्छे रहेछ भनेर। र अनि लास्टमा हुन त मैले अगाडि त्यसले मेरो वाट्सएप नम्बरहरू पनि दिए भनिरहेको थियो। मैले मेरो वाट्सएप नम्बरहरू सबै बिग्रेको छ मैले भनेर भने। अनि त्यही भएको कारणले त्यसले बार कल गरेको हो हैन। र अनि मैले के भने भन्दाखेरि मैले केही भन्न सकिनँ। त्यसो गरेर चाहिँ मैले कल काटेर म ट्वाँ परेर बसेँ, के खालको मान्छे रहेछ, यसले के गर्यो हो, कुन खालको मान्छे रहेछ भनेर म छक्कै परेँ गाइज हैन। अनि त्यसो गरे पछाडि चाहिँ अनि त्यसले चाहिँ एकैछिनमा भट्टाभट मेरो चाहिँ त्यो 2 सेकेन्ड बोलेको भिडियो चाहिँ त्यसले भट्टाभट चाहिँ त्यसले स्क्रिनशट गरेर राखेर छ, रेकर्ड गरेर राखेर छ भिडियो रेकर्ड, त्यो पठाइदियो मलाई। मबाट चाहिँ त्यस्तो नराम्रो चाहिँ केही छैन हैन। त्यसले कपडा उठाएको हो, माथिको कपडा चाहिँ उतारेको हैन। अनि मबाट त्यस्तो केही छैन। त्यसले भन्यो मलाई भट्टाभट स्क्रिनशटहरु पठायो, ल तेरो यो भिडियोहरु छ, तेरो चाहिँ भाइरल गराइदिउँ कि ल डिलिट गरिदिउँ। यदि भाइरल नदिनु भने होदेखि डिलिट गर्नु भने मलाई 11,500 पैसा हाल्दे, अनि यो भिडियो डिलिट हुन्छ, हैन भने तँलाई सब तेरो फ्रेन्डकोमा भाइरल गराइदिन्छु भन्यो। त्यहाँबाट म छक्क भएँ, केही पनि बोलिन, केही पनि भनेन। मैले त्यहाँबाट मैले त्यसलाई चाहिँ के अरे भने त्यसले एसएमएस पठायो, भट्टाभट एसएमएस पठायो।
तँलाई चाहिँ यसरी म उ गरिदिन्छु, तँलाई यसरी भाइरल गराइदिन्छु, तेरो सबै आफन्तकोमा पुऱ्याइदिन्छु, मलाई पैसा पठाइदिनु भनेर मैले त्यहाँबाट रिप्लाई पनि गरेन, केही पनि गरेन हैन। रिप्लाई नगरेर मैले त्यहाँ त्यतिकै ब्लक हानिदिएको छ। यदि हजुरहरुकोमा मेरो त्यो खालको भिडियो सबैले सेन्ड गरिदिएको छ भने प्लिज हात जोड्न चाहन्छु, त्यसलाई ओपन नगरिकन त्यसलाई डिलिट गरिदिनु होला हैन। त्यसले चाहिँ अब त्यस्तो खालको आजभोलि त्यस्तो बिगबिकी भइराखेको एकदम डेन्जर घटनाको बिगबिकी भइरहेको रहेछ हैन। प्लिज हजुरहरुकोमा जसकोमा आउँछ त्यो हजुरहरुले चाहिँ नहेरिकन डिलिट गरिदिनु होला हैन। हुन त मबाट त्यस्तो नराम्रो केही भएको छैन, म यसरी नै बोलेको 2 सेकेन्ड मात्रै बोलेको भिडियो छ, त्यो 2 सेकेन्डमा त्यो पुरै नाङ्गो भइसकेको रहेछ गाइज हैन। त्यस्तो पनि घटना घटेको रहेछ। प्लिज हजुर यस्तो खालको आयो भने हजुरहरुले प्लिज डिलिट गरेर फाल्दिनु होला, मबाट चाहिँ त्यस्तो केही छैन भन्न चाहन्छु। यो चाहिँ सकेसम्म सेयर गरिदिनु होला, यो ताकि यो पछि हाम्रो साना भाइ अब घर बसेर बिचरा गाउँघरमा बसेर आएको भाइहरूलाई पनि पढ्न सक्छ, उनीहरू ताकि नफसोस्, ताकि ज्यान उनीहरूको नगुमोस् हैन भनेर चाहिँ मैले इन्फर्म गरेको हो गाइज। र मेन कुरा हजुरहरुकोमा त्यसले पोस्ट गरिदिएको रहेछ भने त्यसले चाहिँ सेन्ड गरिदिएको छ भने प्लिज डिलिट गरिदिनु होला गाइज भन्दै बिदा हुन चाहन्छु। हस्त नमस्ते गाइज।